केटा हो सिटीले पोइन्ट ड्रप गर्यो र सिधै फाइदा भयो आर्सनललाई र आर्सनल अहिले करेन्टली टप अफ द टेबल विथ 4 पोइन्ट क्लियर है केटा हो। अनि सन्डरल्यान्डले एउटा कुरा चाहिँ प्रुभ गर्यो कि हामी होममा किन चाहिँ आजसम्म एउटा पनि गेम हारेका छैनौँ भन्ने कुरा चाहिँ प्रुफ गर्यो केटाहरूले होइन। सिटीलाई पनि सिटीलाई यसरी डिफेन्सिभ खेल्यो होइन, यति डिफेन्सिभ खेल्यो केटाहरूले, हरेक बल यसरी डिफेन्ड गर्यो केटाहरूले। गोलकिपर पनि दामी। अनि हाम्रो जस गार्डियोल चाहिँ स्ट्राइकरको पोजिसनमा खेले जस्तो लागिरहेको थियो कतिवटा त। ब्याक टु ब्याक एउटा हेडर मिठो हानेको थियो। सेकेन्ड हाफको कुरा गर्दैछु म होइन, फर्स्ट हाफ त राम्रोसँग हेर्नु पाइनँ। अनि एउटा पोलमा लाग्यो होइन, यस्तो दामी खेलेको थियो। अनि डोकु आउँदा बित्तिकै डोकुले मोमेन्टम चेन्ज हानिदियो केटा हो होइन। अब ओभरअल गेमको कुरा गर्नुपर्दा सिटीले राम्रै खेल्या हो तर फिनिसिङ गर्न सकेन। हाल्यान्ड केटा हो कहाँ गायब भयो भयो होइन। अनि रोड्री पनि आएको थिए, रायन चर्की थिए, सबै थिए कि नभएको होइन, तर अलिकति गोल चाहिँ स्कोर गर्न सकेनन्। अनि डोको आउँदा बित्तिकै मोमेन्टम चेन्ज भएको थियो, गोल स्कोर गर्ने चान्सेस अलिकति हाई भएको थियो, तर अनफर्चुनेटली गोल स्कोर गर्न सकेनन्। अनि आर्सनल टपमा गएसँगै होइन, यो हप्ता त यस्तो पर्फेक्ट गइरहेछ आर्सनललाई। आर्सनलले एस्टन भिल्लालाई बोलाए, डिमोलिस गरेर पठाइदिए। फेरि आज सिटीले पोइन्ट ड्रप गरे अनि दे आर टप अफ द टेबल केटा हो होइन। यो सिजन चाहिँ केही हुन्छ जस्तो छ केटा हो। आर्सनलले जित्न सक्ने धेरै प्रोभाबिलिटी छ। हुन त अझै गेम छ 17-18वटा गेम। अब यस्तै गरी पोइन्टको ग्याप बढाउँदै गयो भने त केटा हो जित्न बेर लाउन आर्सनलले। तपाईँहरूले के लाग्छ प्लिज डु कमेन्ट। अहिलेको लागि चाहिँ गुड बाई।